In the heart of chaotic, concrete rush of modern-day Kathmandu, there is a sanctuary built on stillness. For centuries, the Phalsa has stood as the ultimate symbol of Newa hospitality. It is not just an architectural marvel of wood and brick. It is a communal living room open to all. But as the ancient city races toward the future, can these timeless spaces survive? आज हामी यस फाल्चामा डकुमेन्ट्री गर्न आएका छौँ। के यस फाल्चासँग जोडिएको कुनै विशेष कथा, जात्रा वा भजन कृतिको सम्झना तपाईँलाई याद छ त? याद छ अलिअलि। यसलाई विस्तृत गरिदिनु न। अब यसमा विशेष भनेको मचिन्द्र टार्ने बेलामा यो देउता हजुरमा पूजा गरेर यो साइड हेर्ने काम गरिन्छ। यो साइड हेर्ने राखेर त्यसलाई कतिखेर मचिन्द्र रथ ल्याउने साइड हेरिन्छ। त्यसपछि साइड अनुसार मचिन्द्र रथ टार्ने दिन टुङ्गो लाग्छ। भनेपछि यसमा सांस्कृतिक र धार्मिकको ठुलो महत्त्वपूर्ण भूमिका रहेछ हैन? यसै गरी फाल्चाले तपाईँको मानसिक र स्वास्थ्यमा के असर पार्नेछ त? यसमा फाल्चाले मानसिक असर पार्ने छैन, स्वास्थ्यमा राम्रो काम गर्छ। कसरी यसलाई विस्तृत गरिदिनुहुन्छ? पानी पर्दा कोही ढुङ्गामा आउँदा अलि रेस्ट गर्ने, चारतिरबाट आएको मान्छेहरूलाई यसरी रेस्ट गर्ने, सबै राम्रोसँग गर्छ। यसमा टुरिस्ट आनन्दले बस्ने हजुर त्यस गरिन्छ। अनि त्यसपछि यसरी के गर्छ भने अनि मचिन्द्र लानिसकेपछि फेरि लानेलाई फेरि ढुङ्गापट्टि फर्काएर लानलाई फेरि साइड हेर्ने गरिन्छ। धन्यवाद। बाला फल्छ बालका नापिसके यो बाल के रंगल मगला जमा नापस आपत तय आता आतो जे बालक दन गना गना वनावे पे थन सोनबाल छेपी न थन जामर पे दक चन्यो फक मगला आछु खला मा खला जयो नाकायो भगवान यो नाकायो मगला उले छेपी बुरटे चन्यो। पहिला भन्दा त धेरै नै फरक छ नि। पहिला त धेरै नै पुरानो है। अब दोस्रो एकचोटि ढलान मात्र गरियो त्यस्तो त्यो छैन। त्यो अहिले त त्यो कति यो खम्बा एउटै 25,000 त्यो 15 लाख पनि गयो यो बनाएको त्यसमा। अब धेरै नै फरक छ नि। पहिला भन्दा त पहिला त माटोले बनाएको फेरि दोस्रा ढलान मात्र गर्यो। अब अहिले त यस्तो हेपीले त्यो राम्रो नै बनायो, धेरै पैसा पनि खर्च गर्यो। अब धेरै नै फरक छ पहिला भन्दा।